ल्यापटपहरूको प्राइस ड्रप र प्राइस अपडेट लिएर आइपुगेका छौँ। एकदमै लाइट वेट होइन, यसको वेट भनेको हजुरलाई लगभग 11-1200 ग्राम जति छ होइन, एकदमै लाइट वेट पोर्टेबल। र अब हामीसँग आएको छ एसएस को 2 इयर्स इन्टरनेसनल वारेन्टी वाला ल्यापटप। यो मार्केट प्राइस 75-76, ब्रदर्स कम्प्युटरको प्राइस ओन्ली 71,000। सो तपाईँलाई यदि कुनै पनि ल्यापटप चाहिएको छ भने अथवा कुनै पनि ल्यापटप सम्बन्धी इन्क्वायरी छ, ब्रदर्सलाई सम्पर्क गर्नुहोस्। हामीले तपाईँहरूको लागि होइन, तपाईँको बजेटमा तपाईँको निड अनुसारको बेस्ट ल्यापटप प्रोभाइड गराउनेछौँ गाइज। र एचपी को टच 360 वाला ल्यापटप र गाइज तपाईँलाई मार्केटमा यदि कसैले 11 जेन 12 जेन 10 जेन ल्यापटप बेचिरहेको छ भने त्यहाँबाट खबरदार हुनुहोस्, किनभने ल्यापटप भनेको कम्पनीमा पनि होइन 13 भन्दा माथि जेनेरेसनको किन्नुपर्छ। यसै गरी होइन गाइज, तपाईँलाई 10 जेन 11 जेनको ल्यापटपहरू चाहिँ तपाईँले नयाँ भनेर बेच्ने गरेका छन् होइन, तर त्यो भनेको स्क्याम मात्र हो। अहिले चाहिँ मार्केटमा 13, 14, 15 जेनेरेसनसम्म आइपुगेको छ। सो त्यही भएर ल्यापटप किन्दाखेरि कम्तीमा पनि तपाईँ 13 जेन भन्दा माथि किन्नुहोस् र ठगीबाट बस्नुहोस्। सँगै तपाईँलाई होइन हामीसँग जुनसुकै ल्यापटप किन्ने तापनि तपाईँले ब्याग, माउस प्याड, किगार्डहरू त पाउनु नै हुनेछ। सँगै ब्रदर्स कम्प्युटरबाट के एक्स्ट्रा पाउनुहुन्छ भन्दाखेरि हाम्रो फेरि पनि होइन अघि पहिलाको जस्तै हाम्रो फेरि पनि पहिलाको अफर, यो कारवाला स्पिकर रेजिस्टर भइसकेको छ। i5 मा 13 जेनेरेसनमा एच प्रोसेसर चाहियो, त्यसको लागि चाहिँ हामीसँग आएको छ एसएस को भ्युबुक। मार्केटतिर 82, 81 मा बेचिरहेको ल्यापटप होइन, यो एसएस को भ्युबुक। बिल्ड क्वालिटी पनि एकदमै दामी, ब्याकलाइट किबोर्ड भएको। तपाईँले कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 78,000 गाइज। र यो ल्यापटप कसलाई बेस्ट हुन्छ भन्दाखेरि यदि तपाईँ आइटी स्टुडेन्ट हुनुहुन्छ अथवा तपाईँलाई हाई पर्फर्मेन्स ल्यापटप चाहिएको छ, बजेट भनेको एकदमै धेरै पनि छैन र एकदमै कम पनि छैन, ठिकको बजेट छ र ल्यापटप पनि एकदम पावरफुल चाहियो, त्यसको लागि बेस्ट चोइस एसर। र गाइज हाम्रो आज नेक्स्ट ल्यापटप रहेको छ यो कम बजेटमा गेमरहरूको लागि। यो स्वागत छ तपाईँलाई ब्रदर्स कम्प्युटरको ब्रान्ड न्यू भिडियोमा। आज फेरि पनि होइन हामी हजुरहरूको लागि ल्यापटपहरूको प्राइस ड्रप र प्राइस अपडेट लिएर आइपुगेका छौँ। आजको ल्यापटपमा होइन हामी हजुरलाई राइजन 3 देखि लिएर गेमिङ ल्यापटपसम्म कभर गर्नेवाला छौँ। तपाईँलाई यदि बजेट ल्यापटप चाहिएको छ अथवा गेमिङ ल्यापटप चाहिएको छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै युजफुल हुनेवाला छ, किनभने होइन आज हामी तपाईँहरूको लागि सबै ल्यापटपको प्राइसलाई ब्रिफली डिस्कस गर्नेवाला छौँ। हाम्रो फर्स्ट ल्यापटप रहनेवाला छ यो लेनोभोको आइडियाप्याड स्लिम 3। यो लेनोभोको आइडियाप्याड स्लिम 3 तपाईँलाई धेरै ठाउँमा हेर्नुभयो होला। यो चाहिँ लेनोभोको आइडियाप्याड स्लिम 3 राइजन 3 प्रोसेसरमा विथ 8GB ऱ्याम एन्ड 256GB एसएसडी। कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 49,000। हामीसँग सेम ल्यापटपमा होइन तपाईँ 8GB ऱ्याम 512GB को भेरिएन्ट लिनुभयो भने तपाईँले त्यो पर्न जान्छ ओन्ली एट 52,000 गाइज। र आजको हाम्रो सेकेन्ड ल्यापटप रहेको छ यो एसरको एस्पायर लाइट। यो चाहिँ हजुरलाई होइन i3 को 14 जेनेरेसन ल्यापटप रहेको छ, जसमा तपाईँले 8 कोर्स पाउनुहुनेछ गाइज। यो i3 भए तापनि तपाईँलाई यसमा 8 कोर्स पाउनुहुनेछ र यसको मार्केट प्राइस चाहिँ 55-56 भनेर बेचिरहेको छन् गाइज। तर ब्रदर्स कम्प्युटर तपाईँले कतिमा ल्यायो भन्दाखेरि ओन्ली 52,000 मा, जम्मा 52,000 मा एसरको एस्पायर लाइट i3 को 14 जेनेरेसन। एकदमै लाइट वेट होइन, यसको वेट भनेको हजुरलाई लगभग 11-1200 ग्राम जति छ होइन, एकदमै लाइट वेट पोर्टेबल DDR5 ऱ्याम सपोर्ट भएको ल्यापटप तपाईँले पाउनुहुन्छ जम्मा 52,000 मा गाइज। यसै गरी अगाडि बढौँ हाम्रो होइन एसएस तर्फ। र गाइज अब हामीसँग आएको छ एसएस को 2 इयर्स इन्टरनेसनल वारेन्टी वाला ल्यापटप। यो कुन ल्यापटप हो भन्दाखेरि यो एसएस को कोर 5 i5 को 14 जेनेरेसन 16GB ऱ्याम 512GB एसएसडी को साथमा आउने ल्यापटपमा तपाईँले होइन कलर हेर्न सक्नुहुन्छ, एकदमै राम्रो कलर छ होइन। 16GB ऱ्याम 512GB एसएसडी तपाईँले भनि नै हाले। सँगै तपाईँले यसमा होइन फिङ्गरप्रिन्ट सहित पाउन सक्नुहुनेछ, इन्टेलको आर्क ग्राफिक पनि रहेको छ होइन। र तपाईँले यो ल्यापटप ब्रदर्स कम्प्युटर कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 82,000 गाइज। यसको मार्केट प्राइस त हजुरलाई 89-90 भन्छ होइन, तर तपाईँले ब्रदर्स कम्प्युटर कतिमा पाउनु भन्दाखेरि जम्मा 82,000 गाइज। यसै गरी अगाडि बढौँ होइन अब हाम्रो एचपी को टच 360 वाला ल्यापटप। यो चाहिँ रहेको छ एचपी को ओम्नीबुक। यसमा तपाईँले कोर 5 को 14 जेनेरेसनको प्रोसेसर पाउनुहुनेछ, सँगै तपाईँलाई यसमा 8GB ऱ्याम र 512GB एसएसडी पाउनुहुनेछ। यो चाहिँ रहेको छ 14 जेनेरेसन गाइज। र गाइज तपाईँलाई मार्केटमा यदि कसैले 11 जेन 12 जेन 10 जेन ल्यापटप बेचिरहेको छ भने त्यहाँबाट खबरदार हुनुहोस्, किनभने ल्यापटप भनेको कम्पनीमा पनि होइन 13 भन्दा माथि जेनेरेसनको किन्नुपर्छ। यसै गरी होइन गाइज तपाईँलाई 10 जेन 11 जेनको ल्यापटपहरू चाहिँ तपाईँले नयाँ भनेर बेच्ने गरेका छन् होइन, तर त्यो भनेको स्क्याम मात्र हो। अहिले चाहिँ मार्केटमा 13, 14, 15 जेनेरेसनसम्म आइपुगेको छ। सो त्यही भएर ल्यापटप किन्दाखेरि कम्तीमा पनि तपाईँ 13 जेन भन्दा माथि किन्नुहोस् र ठगीबाट बस्नुहोस्। र गाइज अब हामीसँग आएको छ एसरको एस्पायर 3। एसरको एस्पायर 3 i5 को 13 जेनेरेसन। एसरको एस्पायर 3 i5 को 13 जेनेरेसन सँगै 16GB ऱ्याम 512GB एसएसडी 14 इन्चीमा ब्याकलाइट किबोर्ड भएको यो ल्यापटप तपाईँले कतिमा पाउनुहुन्छ भन्दाखेरि जम्मा 71,000। मार्केट प्राइस 75-76, ब्रदर्स कम्प्युटरको प्राइस ओन्ली 71,000। जम्मा 71 मा एसरको एस्पायर 3 i5 को 13 जेनेरेसन 16GB ऱ्याम 512GB एसएसडी ब्याकलाइट किबोर्ड सहित भएको। सँगै तपाईँलाई होइन हामीसँग जुनसुकै ल्यापटप किन्ने तापनि तपाईँले ब्याग, माउस प्याड, किगार्डहरू त पाउनु नै हुनेछ। सँगै ब्रदर्स कम्प्युटरबाट के एक्स्ट्रा पाउनुहुन्छ भन्दाखेरि हाम्रो फेरि पनि होइन अघि पहिलाको जस्तै हाम्रो फेरि पनि पहिलाको अफर, यो कारवाला स्पिकर रेजिस्टर भइसकेको छ।
सो तपाईँले अब फेरि पनि ब्रदर्स कम्प्युटर ल्यापटप किन्दाखेरि तपाईँले कार्डलाई स्पिकर पाउनुहुनेछ गाइज। यसै गरी होइन, यदि तपाईँलाई स्पिकर नभइकन नेक ब्यान्ड चाहिएको छ भने हामीसँग त्यो पनि अप्सन अभाइलेबल रहेको छ। सो तपाईँलाई यदि ल्यापटप चाहिएको छ भने ब्रदर्स कम्प्युटरलाई आज सम्पर्क गर्नुहोस् र तपाईँले मार्केटको भन्दा वान अफ द बेस्ट डिल पाउनुहुनेछ विथ बेस्ट प्राइस एन्ड बेस्ट गिफ्ट्स गाइज। गाइज अब हाम्रो नेक्स्ट ल्यापटप रहेको छ एसएस को भिभो। तपाईँहरू धेरैजनाको डिमान्ड के हुन्छ भन्दाखेरि हजुरहरूलाई i5 मा 13 जेनेरेसनमा एच प्रोसेसर चाहियो, त्यसको लागि चाहिँ हामीसँग आएको छ एसएस को भिभो। यसमा पनि तपाईँले होइन 1 इयर हार्डवेयर वारेन्टी 2 इयर इन्टरनेसनल वारेन्टी सहित पाउन सक्नुहुनेछ एसएस को भिभो बुक। यसमा चाहिँ तपाईँले 16GB ऱ्याम 512GB एसएसडी सँगै इन्टेलको i5 13 जेनेरेसनको एच प्रोसेसर। सो एच भएपछि त यो आइटी स्टुडेन्टहरूलाई अथवा आइटी प्रोफेसनललाई त एकदमै उपयुक्त नै भयो नै हाल्यो गाइज। तपाईँलाई यो ल्यापटप चाहिएको छ भने ब्रदर्सकोमा आउनुहोस्, यो ल्यापटप पाउनुहुन्छ ओन्ली फर 78,000 गाइज। मार्केटतिर 82-81 बेचिरहेको ल्यापटप होइन, यो एसएसको भिभो बिल्ड क्वालिटी पनि एकदमै दामी, ब्याकलाइट किबोर्ड भएको। तपाईँले कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 78,000 गाइज। लेनोभोको आइडियाप्याड स्लिम 3 i5 13 जेनेरेसन वाला। यसमा तपाईँले i5 13 जेनेरेसनको एच प्रोसेसर पाउनुहुनेछ, सँगै 16GB ऱ्याम र 512GB एसएसडी पाउनुहुनेछ। हामीसँग सेम ल्यापटपमा होइन गाइज 8GB ऱ्याम पनि एभाइलेबल छ, त्यसको तपाईँलाई प्राइस 71,000 पर्न जान्छ भने यो चाहिँ हाम्रो एसरको एस्पायर गो 14 होइन, तपाईँलाई यसमा अल्ट्रा 5 को 125 एच प्रोसेसर पाउनुहुनेछ। 125 एच प्रोसेसर 16GB DDR5 ऱ्याम र 512GB जेन 4 एसएसडी सँगै तपाईँले यसमा ब्याकलाइट किबोर्ड पाउनुहुनेछ। र यो ल्यापटप कसलाई बेस्ट हुन्छ भन्दाखेरि यदि तपाईँ आइटी स्टुडेन्ट हुनुहुन्छ अथवा तपाईँलाई हाई पर्फर्मेन्स ल्यापटप चाहिएको छ, बजेट भनेको एकदमै धेरै पनि छैन र एकदमै कम पनि छैन, ठिकको बजेट छ र ल्यापटप पनि एकदम पावरफुल चाहियो, त्यसको लागि बेस्ट चोइस एसरको एस्पायर गो 14 अल्ट्रा 5 125 एच प्रोसेसर 16GB ऱ्याम 512GB एसएसडी। कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 83,500 गाइज। र गाइज हाम्रो आज नेक्स्ट ल्यापटप रहेको छ यो कम बजेटमा गेमरहरूको लागि RTX 2050 4GB ग्राफिक कार्ड सहित आउने यो ल्यापटप तपाईँले i5 को प्रोसेसर पाउनुहुनेछ, सँगै तपाईँले 16GB ऱ्याम र 512GB एसएसडी पाउनुहुनेछ। र यदि तपाईँको बजेट एकदमै अराउन्ड 80,000 को छ भने यो तपाईँको लागि वान अफ द बेस्ट चोइस हुन सक्छ गाइज। यो एसरको एस्पायर 5 होइन RTX 2050 वाला तपाईँले पाउनुहुन्छ ओन्ली एट 83,000 मा 16GB ऱ्याम र 512GB एसएसडी सँगै तपाईँले होइन यसमा 8GB ऱ्याम लानुहुन्छ भने त्यो तपाईँलाई पर्न जान्छ ओन्ली एट 79,500 गाइज। यसै गरी हाम्रो आजको लास्ट ल्यापटप रहेको छ यो एसरको एस्पायर 15 गाइज। हाम्रो आजको लास्ट ल्यापटप रहेको छ एसरको एस्पायर 15। तपाईँले यसमा राइजन 7 को 8840 एचएस प्रोसेसर पाउनुहुनेछ, सँगै 16GB DDR5 ऱ्याम 512GB जेन 4 एसएसडी ब्याकलिट किबोर्ड फिङ्गरप्रिन्ट सबै फिचर भएको यो ल्यापटप तपाईँ कतिमा पाउनुहुन्छ भन्दाखेरि ओन्ली एट 82,500। ब्रदर्स कम्प्युटर तपाईँले ल्यापटप पाउनुहुन्छ ओन्ली एट 82,500 गाइज। सँगै हामीसँग सेम ल्यापटपमा होइन 8GB को भेरिएन्ट पनि एभाइलेबल छ, तपाईँ त्यो पनि पाउन सक्नुहुन्छ ओन्ली एट 79,500। यसै गरी गाइज तपाईँलाई यदि कुनै पनि ल्यापटप चाहिएको छ भने ब्रदर्स कम्प्युटरलाई आजै भिजिट गर्नुहोस्। हामीले तपाईँहरूको लागि होइन मार्केटको भन्दा वान अफ द बेस्ट प्राइस ल्याउनेछौँ। मार्केटको भन्दा तपाईँले कम्तीमा पनि होइन 1500 त सस्तो नै पाउनुहुनेछ गाइज। सो तपाईँलाई यदि कुनै पनि ल्यापटप चाहिएको छ भने अथवा कुनै पनि ल्यापटप सम्बन्धी इन्क्वायरी छ ब्रदर्स कम्प्युटरलाई सम्पर्क गर्नुहोस्। हामीले तपाईँहरूको लागि होइन तपाईँको बजेटमा तपाईँको निड अनुसारको बेस्ट ल्यापटप प्रोभाइड गराउनेछौँ गाइज। थ्याङ्क यू।